मेरो बच्चा सरकारी स्कुलमा पढ्न भर्ना बन्द गरेर राख्यो त सडक आन्दोलन गर्न पाइन्न शिक्षक पनि हो मेरो लागि सरकार शिक्षक पनि हो हान्नुस् तपाईहरुले हान्नुस् भनेर आएको हो म आएकै हो हान्नुस् भनेर म मासमै आउने हो म अनसन्दै बस्ने हो म सरस्वती माध्यमिक विद्यालय गोदावरी नगरपालिका ललितपुरको योगदानदारी म सनोज महत जुन विद्यालयमा मेरो छोरी पढ्छ त्यो विद्यालय गोदावरी नगरपालिकाको नम्बर 1 माध्यमिक विद्यालय हो सरकारी कार्यालयमा तर यसपालि बिएलीमा त 6 जना मान्छे पासमा छन् 39 जनामा मेरो लागि सरकार शिक्षक पनि हो मेरो लागि शिक्षक सरकार पनि हो दर्शकवृन्द यति बेला एकजना अभिभावकले आएर यहाँ उधुम मचाइरहेको राज्यको नीति बलियो बनाउनु तपाईहरुले आन्दोलनको स्वरूप फेर्नुपर्छ तपाईहरुले आन्दोलनको स्वरूप तपाईहरुले विद्यार्थी नपढाएर शिक्षकले विद्यार्थी नपढाएर स्वास्थ्य संस्थानमा डक्टरले नजाचेर आन्दोलन गर्न पाइन्न म आज एकजना आए भोलिदेखि के हो त भन्दाखेरि फेरि अभिभावकहरू पनि सडकमा निस्किनु पर्ने बाध्यता भयो उत्तेजना आयो पिर परेको होला जाउँ व्यवहार जस्तो व्यवहार गर्नुपर्छ ओ ठिक छ म बसेँ म सडकमै बसेर बसेँ म घुसपेट रहेछ भने पनि म यो सडकमा बसिरहन्छु ठिक छ म घुसपेटै गर्छु भने पनि म सडकमा बसिरहन्छु यसलाई पागल खाना लानुपर्छ यो मान्छे पागल हो लैजानुहोस् पागल खानामा लैजानुहोस् कैदमा देशको नाममा कलङ्क राष्ट्रिय झण्डा बोकेर आएर यहाँ देशको नाममा कलङ्क स्कुल पढ्छ देशको नाममा कलङ्क सम्मान साथ खेल्नुहुन्छ तपाईँहरू हामी आन्दोलनमा छौँ तपाईँ प्लिज होइन म पनि आन्दोलनमा आजदेखि आएँ म यो देशको अभिभावकको हैसियतमा आन्दोलनमा आजदेखि सरिक भएँ मैले भनिसकेँ रेकर्ड भइसक्यो होइन साथीहरूले प्रसारण गर्नुहुन्छ होला म टिचर होइन म अभिभावक हो छुट्टै ठाउँमा आन्दोलन गर्नुहोस् तपाईँ छुट्टै ठाउँमा आन्दोलन गर्नुहोस् टिचरहरूको माझमा आएर हाम्रो आशंका घुसपेट हो म अभिभावक हो आन्दोलनको विरुद्धमा बोल्दै हुनुहुन्छ लगाएको बच्चा छ भने नि स्कुल भन्नु भएन र उहाँ राष्ट्रिय झण्डा लिएर अपमान गर्दै हुनुहुन्छ हाम्रो आन्दोलन विरुद्धमा राष्ट्रिय झण्डाको अपमान गर्दै हुनुहुन्छ मेरो छोरी के त भर्ना हुन नपाए पछाडि मेरो छिमेकीको छोरी के त भन्दाखेरि बोर्डिङ स्कुल गइरहँदाखेरि म सडकमा आएको ललितपुर गोदावरी नगरपालिका 5 नम्बर वडा
मेरो घर बाहिर गइदिनुहोस् न प्लिज र दर्शकबिन यति बेला प्रहरी आइसकेको छ र हजुर म अभिभावक हजुर मर्का परे माछाहरू फर्किनुहोस् विद्यालय भन्न तपाईँ बाहिर गइदिनुहोस् घुसपेटै गर्यो जाउँ न हामीले घुसपेट गरिरहेको छ उहाँलाई बाहिर र प्रहरीले उहाँलाई भर्खरै प्रहरीले नियन्त्रणमा लिएको छ। यो बिचमा म अभिभावक हो र शैक्षिक सत्र सुरु भइसक्यो, अब शिक्षकहरू पढाउन फर्किनु पर्यो भनेर उहाँले माग शिक्षकले हातपात गर्न पाइँदैन है, शिक्षकले हातपात गर्न पाइँदैन। कुरा देख्नु थियो के भन्न जानुहुन्छ तपाईँको भनाइ के छ? हातपात भयो। अगाडि जाऊ न, भर्खरै उनी माथि हातपात भएको छ। अगाडि भर्खरै हातपात भएको छ, प्रहरीले नियन्त्रणमा लिएको छ। हामी ए भाइ मजाले देखाउ न, मजाले शिक्षकले हातपात गरेका छन्, हामी देखाउन सक्छौँ। शिक्षक गुण्डागर्दीमा उत्रिएका छन्, हामी देखाउन सक्छौँ। शिक्षक गुण्डागर्दीमा उत्रेका छन्, भाइ मजाले शिक्षकहरू गुण्डागर्दीमा उत्रेका छन्, हातपातमा उत्रेका छन्। यो अवस्था हामी देखाइरहेका छौँ। एकजना अभिभावक जसले शिक्षा अब शैक्षिक सत्र सुरु हुनुपर्छ भन्दाखेरि उहाँहरूलाई कुटपिट भएको छ, हातपात भएको छ शिक्षकहरूलाई हामी देखाइरहेका छौँ। हातपातमा उत्रिएका शिक्षकहरूलाई हामीले